सम्पूर्ण राइडी साथीहरूलाई नमस्ते। एङ्गो प्रो चाहिँ आफ्नो साथीहरूलाई रिफर गर्दा चाहिँ रेफरल कोड कसरी राख्ने भन्ने जिज्ञासा छ। यसको लागि हजुरले सुरुमा प्ले स्टोरमा गएर एङ्गो प्रो डाउनलोड गर्नुहोस्। एङ्गो प्रो डाउनलोड हुन्छ। एङ्गो प्रो डाउनलोड भइसके पछाडि हजुरले त्यहाँ चाहिँ जसको खाता खोल्दै हुनुहुन्छ उहाँको नम्बर राख्नुहोस्। नम्बर राखिसके पछाडि साइन इन गर्नुहोस्। कोडको लागि वेट गर्नुहोस्। कोड आइसके पछाडि आफ्नो कोड राखेर लगइन गर्नुहोस्। लगइन गरिसकेपछि भित्र यस्तो रेजिस्ट्रेसन फर्म खुल्छ। त्यहाँ चाहिँ काठमाडौँ अलरेडी हुन्छ र नेक्स्ट गरेर हजुरले चाहिँ फर्म भर्न सुरु गर्नु। कारको लागि कार, मोटरसाइकल लागि मोटरसाइकल। मेकमा कम्पनी लेख्ने, कुन कम्पनीको, कलर राख्नुहोस्, म्यानुफ्याक्चर इयर कुन वर्षको बनेको हो साधन चाहिँ, अनि लाइसेन्स प्लेट नम्बरमा चाहिँ बाइकको भने बाइकको नम्बर राख्नु पर्यो, ट्याक्सी हो भनेपछि ट्याक्सीको नम्बर राख्नु पर्यो, गाडीको जुन प्लेट नम्बर हुन्छ हैन। तपाईले त्यो गाडीको प्लेट नम्बर राखिसके पछाडि अनि त्यहाँदेखि चाहिँ हजुरले कन्टिन्यू गर्नुस् है। कन्टिन्यू गर्नुस्। अर्को पेज खुल्छ जसमा चाहिँ ड्राइभिङ लाइसेन्स इन्फर्मेसन। त्यहाँ चाहिँ आफ्नो लास्ट नेम सुरुमा राख्नुस्। त्यस पछाडि हजुरले आफ्नो फर्स्ट नेम राख्नुस् र ड्राइभिङ लाइसेन्स नम्बर राख्नुस्। त्यो राखिसके पछाडि हजुरले एउटा इस्यु डेट पनि राख्नुस् आफ्नो लाइसेन्सको। लाइसेन्समा चाहिँ जहाँ डिओई डेट अफ इस्यु र डेट अफ एक्सपायरी भन्ने हुन्छ, तपाईले यसमा डेट अफ इस्यु चाहिँ मेन्सन गर्नु पर्यो। र यो गरिसके पछाडि हजुरले कन्टिन्यू गर्नु होला। र अब लास्टमा चाहिँ हजुरको एकाउन्ट बन्नको लागि रेडी भइसकेको छ। हजुरले माथिपट्टि देख्न सक्नुहुन्छ इफ यु आर इन्भाइटेड टु द एप इन्टर द रेफरल कोड। त्यहाँ कोड राखेर हजुरले सेभ गरिदिने, कोड एक्सेप्टेड हुन्छ। र पार्टनरमा गएर किम एडभेन्चरलाई सिलेक्ट गर्नुस् र नेक्स्ट गरेर चाहिँ हजुरले क्रिएट एकाउन्ट गर्नुस् है। पार्टनर चेन्ज गर्नुपर्छ तपाईले किम एडभेन्चरमा। र अब तपाईको एकाउन्ट एकैछिनमा बन्छ र जसको रेफरल कोड राखिदिनु भएको छ जसले राइड गर्नुहुन्छ त्यस पछाडि 30 राइड कम्प्लिट हुनु बित्तिकै बोनस